बुटोलमा चौथो रूपन्देही खुल्ला फुटसल प्रतियोगिता 2083 सुरु भएको छ। बुटोल उपमहानगरपालिकाको संरक्षण, रेड बुलको मुख्य प्रायोजन र फुलबारी गाइजको आयोजनामा सुरु भएको चौथो संस्करणको फुलबारी गाइज फुटसल प्रतियोगिताको पहिलो दिन 12 खेलहरू सम्पन्न भएका छन्। सुखानगर स्थित एड्रिक फुटसलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा सियोन एफसीले मुर्गिया एफसीलाई 3-1 गोल अन्तरले पराजित गरेको छ। यसैगरी अर्को खेलमा आयोजक फुलबारी गाइज एफसीले लाखे एफसी, खसौली एफसीले लियो फुटसल एरिनालाई पराजित गरेको छ। शनिबार पहिलो चरणका बाँकी खेलसँगै दोस्रो चरणका खेलहरू पनि हुने संयोजक सरोज दलामीले बताए। प्रतियोगिताको एक समारोहका बीच बुटोल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै खेल पूर्वाधार र विकासमा पालिकाबाट राम्रो लगानी भइरहेको बताए। उहाँहरू खेलकुदका कारणले पनि अत्यन्त अनुशासित देखिनुहुन्छ। समाजका हरेक क्षेत्रमा उहाँहरूको भूमिका धेरै महत्त्वपूर्ण रहन्छ। त्यसकारण युवाहरूलाई खेलकुदसँग जोड्यौँ भने युवाहरू अनुशासित पनि हुने, समाजका लागि विविध क्षेत्रमा उहाँहरूको सहयोग पनि रहने भएका कारणले हरेक तहका सरकारले खेलकुदलाई प्राथमिकता दिन जरुरी छ। बुटोल उपमहानगरपालिकाले देशभरिको धेरै ठाउँको त नभनौँ तर प्रदेशभरिमा सबैभन्दा बढी खेलकुदमा हामीले लगानी गरेका छौँ। चाहे त्यो क्लबहरूसँग मिलेर जाने कुरा होस्, चाहे विद्यालय तहको प्रतिस्पर्धा होस्, चाहे बुटोल उपमहानगरपालिका आफै गर्ने कार्यक्रम होस्, अथवा मिडियाका क्षेत्रका साथीहरूसँगको सहभागिता होस् वा जनप्रतिनिधिको सहभागिताको कार्यक्रम होस्, बुटोल उपमहानगरपालिकाले खेलकुदलाई धेरै महत्त्व दिएको छ। प्रतियोगिताको उपाधि विजेताले नगद 1,25,000, उपविजेता टिमले नगद 60,000 रुपियाँबाट पुरस्कृत गरिनेछ। साउन 31 गतेसम्म चल्ने प्रतियोगितामा 32 टिमले भाग लिएका छन्।